फोन गर न ल गाइस खै उसले त एकजना त तल झारेर थाहै छैन अरे गाइस अब हामी शिव खोला शिव मन्दिर आइपुग्न आँट्यो हो यता त पिकनिक स्पटहरू पनि दामी दामी छन् तर अब हामी आज गएको सिटोङ यहाँनिर उयो गर्नु त भएन हो पर्खिनु यहाँ त्यो टर्निङमा पनि डराउँछ होला अब ल गाइस भर्खर टर्निङको चाहिँ स्टार्टिङ भर्खर हुँदैछ हो करणले भर्खर स्टार्टिङ हुँदैछ भन्छ टर्निङको तर केटाहरू त लडेको छ केटाहरू चाहिँ भर्खर अगाडिको लडेको रहेछ नि त गाइस केटाहरू टर्निङतिर चाहिँ लडेको छ गाइस हेलो गाइस वेलकम ब्याक टु आवर युट्युब च्यानल र आज चाहिँ सन्डे राइड चाहिँ हामी जाने एउटा प्लान गरेर चाहिँ हिँडेको थियो हो अन्त केटाहरूसँग जाँदैछ सन्डे राइड आज सिमरिङ जाउँ भनेर भ्लग त नगरौँ भनेको थियो तर पनि अब केटाहरूले गरौँ भनेर त गाइस गरिदिइरहेको छु ब्लग हो र अब यहाँनिर हाम्रो टिम मेम्बरमा चाहिँ करण अन्त ऊ सुमन छ एकजना हो र गाइस अब चाहिँ हामी यहाँबाट अहिले छु हामी रङटङ रोड NH 55 मा हो त्यहाँबाट रङटङबाट उकालो जानुपर्छ सिटङ जाने बाटो चाहिँ गाइस र अब चाहिँ सिधै हामी बाइकमा भेट्दिउँ है र गाइस अब यस्तो भइहाल्यो अस्ति लडेर हो मैले त बाइक ल्याइनँ अब केटाहरूको बाइकमै जाँदैछु नि त त्यही भएर ब्लग चाहिँ गरौँ नगरौँ भन्दै केटाहरूले गरौँ भने नि त ल करण जाउँ है त्यही त देखाउनु मैले अलिकति बिर्सेछु नि त गाइस तर केही छैन इन्भाइरोमेन्ट चाहिँ राम्रो भएको जग्गा हो नि त गाइस यो चाहिँ अब हरियो अहिले त अलिकति अब उयो भएर सिजन उयो छ नि सुक्खा देख्दैछ कि तर यहाँनिर अब विन्टरको टाइमतिर अहिले हल्का विन्टर फर्स्ट लाग्ने टाइमतिर त्यस्तो दामी हुन्छ कि जग्गा डल्ले हरियो चियापत्ती हो अब मजाको देख्छ टाढैतिर माथितिर पनि देख्छ अहिले वेदर अलिक ठिक छैन हो सब सुक्खा भइरहेछ नि त अब त्यो जग्गा दामी छ नि अहिले पनि कमीको त छैन घुम्न आउनु त मजा आउँछ र गाइस अब नर्बुङ आइपुग्यो यताबाट चाहिँ नर्बुङै होला सायद थाहा छैन नि त बाटो चाहिँ नयाँहरूले चाहिँ दुईजना हालेर नआउँदा पनि हुन्छ यस्तो डल्ला टर्निङ छ कि अझै पहिलाको भन्दा बाटो बनिएको यो बाटो त एक्सिडेन्टको चान्सेस पुरा छ है अहिले झन् 2025 त ठिक पनि छैन रहेछ एक्सिडेन्टहरू पुरा हुँदैछ गाइस त्यही भएर अलिकति चलाउँदै चाहिँ स्लो चलाउनु क्या हाउडेमा अब युट्युबतिर भिडियोहरू हेरेर म राइडर हो यस्तो उस्तो भनेर बाइक कुदाउनु चाहिँ हुँदैन त भयङ्कर भएर आफूले बिस्तारै चलाउँदा राम्रो आफूलाई अलिकति मजाको लागि जिन्दगीभर हात खुट्टाहरू भाँच्यो भने कस्तो रड्डी हुन्छ आफूलाई मात्रै हुँदैन नि त सबैलाई हुन्छ गाइस र त्यही कारणले चाहिँ राइड चाहिँ स्लो गर्नु मैले थाहै पाउँदैन नि त है यता त बुइ हो गाइस यस्तोतिर चाहिँ पुरा याद गर्नुपर्छ रनिङमा त्यही त है हुनु त यता त अब ड्राइभरहरूले पनि डेली चलाएर उनीहरू एक्सपिरियन्स हुन्छ इमर्जेन्सी टाइममा ब्रेक त गर्छ तर पनि अब हामी पनि स्पिड छु भने हामीले रोक्नु सक्दिनँ नि त होइन करण
ड्राइभरहरूको पनि अब दोष हुँदैन नि, किनभने उनीहरू रेगुलर कुदिरहने भने उनीहरूको ठिक स्पिडमै कुद्छ। तर हामी नयाँ आउनेहरूले चाहिँ यहाँनिर अलिकति अब थाहा हुँदैन नि त, त्यसले गर्दा चाहिँ एक्सिडेन्टको चान्सेस हुन्छ नि त। गाइस अब हामी शिव खोला शिव मन्दिर आइपुग्न आँट्यो हो। यता त पिकनिक स्पोटहरू पनि दामी दामी छन्, तर अब हामी आज गएको सिटोङ, यहाँनिर उयो गर्नु त भएन हो। पर्ख्यौँ यहाँ गाइस, यहाँनिर सानो ब्रेक लिन्छौँ हामी, चियाहरू खाएर जान्छौँ नि यहाँबाट सट्टसँगले। गाइस एकछिन केटाहरूलाई पर्खिन्छौँ हामी, आएकै छैन केटाहरू, सुलसुले हिँड्छ। यो शिव मन्दिर हो गाइस, शिव खोला। यहाँबाट चाहिँ उकालै जानुपर्छ अन्त। के चिया खाएर नजाने खै गाइस, केटाहरूलाई त म त देखेर सन्डे राइट त उकालै रहेछ गाइस यहाँ त। अलिकति हाम्रो राइड स्लो भयो हो, केटाहरू अलिकति याद गरेर जानु पऱ्यो नि त। अब झरेको झरेको छ, कहिले पुग्छ है, कहिले पुग्छ है भनेको। टर्निङ गर्न डराउँछ अब। ए त्यो हो नि त पाहाड चाहिँ, त्यसरी हो। चढेकै हुने हो गाइस। कमेन्ट गरेर भन्दै केटाहरूको ड्राइभिङ चाहिँ कतिको छ भनेर। हाँ